यसको नट निस्किन्छ यो केटा कुन माछी हो ओए माछी नि ओए 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 कालो ओए मिला मेरो फोनबाट Oh my god, look at how फेरि back to the starting फेरि आइसकेको छ हामी रोजलेको दामी नाइस डान्स दिम रोजले हाई भन्दियो गाह्रो look at how फेरि अब हामी चाहिँ हेर्दाखेरि 10 दिएकोहरू देख्छ किनेकोहरू किन सब यो पोडोस फिक्स पोडोस यो कति नम्बर खै कहाँको यता कि उताको भनेको कति वर्ष त्यो कति वर्ष खै ठुलै भन्छ पोडोस म नि खेल्ने अब पोडोस हाल्नु रहेछ त हामीले पोडोस हाल्नु के मलाई हेर्दै बस्दैको जस्तो होइन पोडोस हाल्ने 2000 पोडोस हाल्ने जम्मा विनर प्राइस कति हो विनर प्राइस कति हो 15000 जम्मा 15000 अनि फुल स्कलरशिप कहाँ यहाँ अनि त्यो पोडोस हालेको त यहाँ पर्छ त्यो खै अब त्यो 15000 लिएर राम लोकेटा हो अहिले चाहिँ म घर आइसकेको छु अनि अरू भन्दा नि अब चाहिँ के भन्छ भन्दाखेरि चाहिँ ड्राइको भाइहरू नि आउँदैछ अनि अहिले चाहिँ म चाहिँ फुल सेट लाएर बसिसकेको छु अब चाहिँ एक बुट सुट लाउने अनि त्यसपछि अब तिनीहरूलाई कुर्ने अनि के हुन्छ अनि म भन्छु पाल त त्यो बाटो नै बन्द थियो यार ओए पहिलाको पालि सानोमा हामी हुँदा चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ यो होइन यो यहाँ सब पहाडी आएको के माथिको यो हिमाल फुटेर है बिचरा मैले यहाँ के देखेको थियो मैले भन्न मिल्दैन होइन तर मैले धेरै कुरा देखेको थिएँ म भर्खर सानोदेखि बच्चै थिएँ त्यति बेला तर केही छैन है को बाटो यस्तो भइसकेछ यार अझ हाम्रो लोकेसन भनेको घलेल हो घलेल गएकोलाई थाहा छैन है म नि फर्स्ट टाइम जानु लगाएको घलेलमा कहाँ घले त गएको छु के अरे लुम्रेनी गएको छु घलेल आई थिङ्क गएको छैन जस्तो लाग्छ मलाई है त्यही हेरौँ मलाई त्यताको बारेमा खासै नलेज चाहिँ छैन त्यही पनि हामी चाहिँ अहिले चाहिँ मिलन चोक आइसकेका छौँ घट्टे खोला कि उयो घट्टे खोलातिर चाहिँ पानी चाहिँ परे रहेछ है कन्स्ट्रक्सन चाहिँ भइराख्ने रहेछ अहिले चाहिँ निस्क्यो यसको नट निस्किन्छ यो केटा कुन माछी हो पछाडिको पकेटमै हो भन्छ लेट लानु पर्यो अब लेटमा लानुपर्छ अब लेट लानु पर्यो अझ अगाडि गर्दै हिँड्छ अब त हिँड्छ होइन रुम गियरमा अब यस्तै भइरहेको होइन चुटिया पा बाइकले सर्भिसिङ मागेको छ अब बाइक चाहिँ सर्भिसिङमा हालिदिनु पर्ने अवस्था आएको छ होइन अहिले त पार गएर हालिदिन्छु सर्भिसिङमा बाइक अनि त्यसपछि हुन्छ अरू कुराकानी अब हामी यहाँदेखि गन्तव्य चाहिँ छिटै जानुपर्छ यार
हामी आइसकेका छौँ माछा पुच्छले लुम्रेमा आइसकेका छौँ। हाम्रो यहाँ ट्र्याकु भाइ अनि हामीसँग छ साथमा मिस्टर कालु डन पुरा बुटसुट लाएर फर्ममा यो अन्त असली रियल बाइक डट बाइक हेर्दा नो स्ट्यान्ड हाम्रो फेक जहाँ पनि उभिदिने हाम्रो बाइक। तर त्यस्तै छ केटा हो। अहिले त्यता चाहिँ पानी पर्न लागिरहेको छ होइन। माथितिर पुरै घाम लागेको छ क्या पुरै है। यतातिर चाहिँ घाम लागेको अवस्था छ होइन। यहाँ हो हामी घलेल भन्ने कहाँ हो? कुन चाहिँ हो देखिन्न केटा यो चाहिँ हाम्रो चाहिँ अब अश्लीलता सरी बोलेको त्यस्तो डिभी खोल्न मिलेन हामी चाहिँ एकदम अब चाहिँ गाउँघर आएर नम्बर प्लेट भाँचिन्छ भनेर कालु दादाले त्यस्तो कुरा गर्नु मेरो घोडा त राम्रो देख्यो। अब हामी बाइकको चाहिँ अब यस्तो कुरा गर्नुपर्ने हुन्छ होइन। यो काले अब हामी अब एकदम हो नि त 2-3वटा डस दिनुपर्छ। त्यसपछि चाहिँ अट्याक हान्नुपर्छ यता हेर्नु हेरि अर्कोलाई दाल चाहिँ निकाल्दै हुनुहुन्छ। खै म निकाल्छु ल यस्तो दामी निकाल्छु मैले। किड्स डजन्ट टच माय बाइक डोन्ट टच माय बाइक। देऊ पानी पर्दैन भनेको न ब्रेक कार एङ्कर लगाएर भर्खर यहाँ बाइकको एकदम किलर लुक्स निस्किसकेको छ होइन। हामी लाभा गाइजहरूको यहाँदेखि चाहिँ अब हामी चल्दै जानुपर्छ केटा। हामी चाहिँ अब कलेजतिर तर्फ लागिसकेका छौँ अनि हामीले भर्खर नयाँ सूचना चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ माथि मेला छ भन्ने सुन्यो। सिक्ने लाडो सरी उठ छिटो कहाँ हो कुन बाटो यताको अनि के जोसेको यस्तो नि यस्तोमा समातै कालो है धन्दै ऐना सैना झिकेछ यसले धन्दै भाङ्ग्यो यो के हो फर्स्ट क्रास केटा हो साइड परिहाल्यो। 13 टाउको फर्स्ट क्रास महाक्रास हो यो महाक्रास। खोक्या भन्छ झन् ह्यान्डल जस्तो हेडलाइट नि के भयो निस्केको हेडलाइटको भाग अस्ति नि बनाएको होइन हेडलाइट मैले आजै नलाग्यो फेरि यस्तो हो के नलाग्यो यो उसको बाटो चाहिँ छिटो छ भनेको टाढो कता पुग्नु सक्ने तर टाढ बनाएको टाढ लागिरहेको छ मेरो है। भनिसकेका छौँ भर्खरै माछा मारिरहेको थियो। अब यसको कुलेन्ट लिक भयो भन्छ होइन के भएछ हेर्नुपर्छ यसको लागि है के भयो त्यसलाई किन भएन अन्त कालु कालुमा कबाडो कालु फक कमेन कालु फक लोकेर हामी चाहिँ यहाँबाट चाहिँ अलिकति विस्तार गर्दै त्यसको कुलेन्ट झर्छ भनेर चाहिँ एकैछिन वेट गरेर चाहिँ हामी निस्किसकेका छौँ होइन। अब हामी घलेलतर्फ लाग्दैछौँ। अब हेरौँ न कस्तो रहेछ घलेल के रहेछ कता रहेछ कस्तो रहेछ
बोर्ड हेरेर थाहा पाएको 15 मिनट त घर हेरेर आउनु पर्ला हेरेर आउँ कि सिरिङ हुन र काल दाइ जे गरे नि ओके हो हेरेर आउँ त म गएँ नि सिरिङ अनि जाम न त लङ छिट्टै फर्किन्छ छिट्टै घन्टाको छ केटा यहाँ ठाउँको ठाउँ सिरिङ माका भोस्रा कता कता हो हामी भनेको हिमाल त्यहाँ रहेछ मासला झर्ना त्यहाँ लो माकाडो हिमाल छोइदिनु पर्छ क्या हो unexpected ride unexpected ride के हो पोसडी कस्तो स्मेलै अर्को आएको यहाँ एकदम यो पानी परेर अनि त्यस्तो माथि सिजन पनि त्यस्तै शेट म्यान सोल्टीको त ओ के रन्डी हट जान पाए त यार ओ यो बाटो फेरि हान्न आउनुपर्छ एकदिन नयाँ उस खोजेर क्या ट्र्याक बाटो खोजेर गोल हानेर के भयो ओएमा चिज ओहो एकछिन होल्ड गर केटा अहिले चाहिँ हामी चाहिँ यहाँ पुगिसकेको छौँ लाभा भाइको फेरि पनि निस्किसकेको छ होइन लाभे अनि अहिले चाहिँ हामी यता छौँ ठाउँ त एकदम अर्कै ठाउँ आए जस्तो हो यार केटा हो हिमालमा दर्छु ओहो हिमालको काँठामा केटा हो डट बाइक भएको भाइ त यही हो कि केटा हो द्याट्स वाइ डट बाइक इज द मोस्ट भेरी फ्यासिनेटिङ थिङ यु क्यान गेट इन योर लाइफ यो चाहिँ हाम्रो तिनीहरूको लागि हो फेरि अर्को ट्र्याकको लागि पनि हुन्छ पर्ति कालीमाटी केटा हो पर्ति अगाडिको भ्यू मैले कस्तो राम्रो देखिरहेको केटा हो यार पल्टे धन्न ओ छोड अगाडि त हामी आइसकेका छौँ के भन्छ यो क्या रे बाबु सिरिङ आइसकेका छौँ सिडिङ अनि हाम्रो कालु दादाको बाइक चाहिँ फेरि त्यस्तो छ है स्पेसल बाइक हो फेरि प्योर डट बाइक कोही सक्दैन नि फेरि त्यो चाहिँ हिमाल कुन हिमाल हो बाबु माछा पुछ्रे हिमालले मुतेको हेर्छ तिनवटा ठाउँबाट अब त्यस्तै छ केटा हो मुतेको नि देखाइदिउँ न त जानी गुल्टिन्छस् लगेर
चाहिँ ठाउँ यो गाउँ चाहिँ स्याङ्गे के अरे नागी रहेछ अनि हामी जाने भनेको ठाउँ अरे हामी जानु भनेको सिरिङ उयो चाहिँ स्कुल भइहाल्यो सिरिङ चाहिँ उतापट्टि ओहो तनाप रहेछ बल्लै खुल्दै गयो कि माछा ओहो हेर त केटा है सर दामी देखेको छ मान्छेले किन्यो भने यस्तै हो साइलेन्सर धकाल्नु हुन्थ्यो कहाँ राख्छौ बाइक चुतिए इन्डियो राइडर उस गर्नु न केमा अटाउने ल हामी खुट्टा टेकिन्न र टेकिन्न र ए म त स्ट्यान्ड हाल्छ कि भनेर भनेको यार ल यस्तो भइदिरहेको ल कालु इन्ड्युरो राइडर कालु छोड बेला आवे गाइज ल हामी चाहिँ अहिले चाहिँ कहाँसम्म भन्दाखेरि चाहिँ सायद दाइको सर्किसकेको छ दाइको खुट्टा सर्किसकेको छ दाइ झर्नु न दाइको चाहिँ सर्टिसकेको सर्ट हाइट प्रब्लम केटा सर्ट हाइट प्रब्लम अब खिच भाइ अब चाहिँ खिच्ने फकेर हो खिचै गर्नु लगेर हो अघि नभने होइन महाभारत गाउँ चाहिँ राम्रो रहेछ कि यो एकदम टिपिकल नेपाली गाउँ नेपाली गाउँ अङ्ग्रेजको भाषामा नेपाली अनि ठिक छ यतिको गाउँ चाहिँ राम्रो हो हट कालुको प्रेस पिक्चर त ध्यान झऱ्यो त मिस्टर कालुको बाइक चाहिँ धेरै राइडर भएर गियरबाट फसिसक्यो लुज भएको छ है केटा अब यसरी यस्तै लुज भएको छ कालुको बाइक चाहिँ बनिसकेको छ होइन बने कालु माम पागा लगेर अहिले चाहिँ हामी चाहिँ लुवाङ चढ्दैछौँ लुवाङहरूले चाहिँ उठ्यो माथिको रहेछ होइन हट पहिला त धुप्पा त्यो बाटो यार अहिले त पिन्छ प्लास्टरै भनौँ न होइन तेरी मुख परिचिर यार कति नम्बर होमस्टे होइन यत्तिकै आउनु आएर निस्किहाल्ने अहिले खाजा खाएर जाने हो खाजा मात्रै ए ल ओ यहीँ राख्दैम एउटा लुवाङले हामी छिटिसकेका छौँ अब एकछिन यहाँ हल्लिन्छौँ अनि त्यसपछि पोखरा फर्किने हाम्रो प्लान छ अनि हाम्रो प्लानै त्यही हो हैट गाउँ चाहिँ पुगिसकेका छौँ हामी यहाँ चाहिँ मेला थियो भन्दै गयो तर मेला हराएको अवस्था छ होइन हामी चाहिँ यहाँ अहिले हामी कहाँ पहिला नि हामी आएको ठाउँ यो लुवाङले ठिक छ केटा हो यहाँबाट चाहिँ यस्तो छ हालत खटिरहेको जा यतातिर हेर त केटा हो हेर त आज एकदम यो कालुले दिमाग खराब गऱ्यो कि आज कालुले दिनदर दिमाग खराब गरेर छ फर्स्ट पहिला सुरु बुट मिलाएन त्यसपछि यहाँ नबसौँ भन्ने मान्छेले यहाँ आएर बसौँ भनेछ अब हामी कहाँबाट बस्ने अब पैसा कमी त छैन 70,000 बोकेर हिँडिरहेको म यहाँ क्यास देखाइदिउँ कि नदेखा के गर्नु कालुलाई त म 5 चोटि किनिदिन्छु ठाउँको ठाउँ तैँले सक्दिनस् किन्नु मैले 3 चोटि ओ ठिक छ कालुले गरेर हो कि सब भएको कालुले गर्दा म बुल्टे पनि कालुले गर्दा आजको प्लान हाम्रो छुट्टै थियो कि हामी त टक्क आउने बस्ने ह्याप्पी एन्डिङ ह्याप्पी एन्डिङ त अनि त्यो उस भाइ नै आएन त अनि त्यो आउँथ्यो कि नाइट हो भन्दा आउँथ्यो कि तिमीले गरेर कि तिमीले नाइट नबस्ने भनेर हो अच्छा ठिक छ केही छैन रमाइलो गरेर राख्नुपर्छ अर्को फ्राइडे खाएर मेसेज गर्छु अब ए सरी भिडियो गर्छु केटा अहिले चाहिँ हामी चाहिँ अब निस्किन लाग्यो यहाँबाट चाहिँ लुवाङले फेरि भेटौँला सी यू अगेन रियली सी यू अगेन
अब हामी यहाँदेखि चाहिँ जानुपर्छ अब यहाँदेखि चाहिँ चल्दैछ रमाइलो रहेछ यार केटा यता चाहिँ माछ धन्दै चिप्लेको यार फेरि ड्राइभर भाइ पनि निस्केछ तेरो त चाहिँ नट त निस्क्यो मुला मेरो त नटै भाँच्छ भित्र निस्क्यो जान्छ स्लिप खाएछ क्या ल यस्तै छ ड्राइभर भाइको धरी पकेट निस्केछ माछालाई मेरो त भाँच्दैछ क्या बेन्छु त्यो क्याट 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 गर्दा गर्दा फ्याट भएछ ल केटा हो हामी चाहिँ यहाँ मिरर हाल्ने काम हुँदैछ अहिले हाम्रो चाहिँ तेल चाहिँ हालिसकेको छ अब मिरर चाहिँ हाल्दैछौँ हामी मिरर बोय लिगल बोय हुनु पऱ्यो लाइसेन्स बिल बोकेर मैले चाहिँ फेरि डिबी निकाल्न भनेको फेरि अब दाइहरू गुड बोय भनेर त मैले के गर्नु त नि अब केटा हो होइन जो डराएर हालौँ दाइ हालौँ भन्नु यहाँ भर्खर भागेर आएँ होइन कस्तो क्यामेरा अन गर्नुपर्ने हो र ब्याट्री सकियो क्या लामो सेट भयो कि ल के भयो त्यो भन त ट्याक्क होइन हामी त्यहाँ रोकेर ढ्या गऱ्यौँ होइन अनि म सुरुमा हिँड्दा थिएँ ड्याक्स भइरहनु थिएँ के भन्छ अरे ओभरटेक गरेर गयो कि नजा त्यही भएर सुरुमा यता लाङबाट झर्नेलामा फर्स्ट लाइन बसिरहेको थियो नि त त्यो चेकिङ हुन्छ भन्ने थाहा थियो आएको त्यसलाई त च्याप्पै पारिदियो दुईजना कप्स थियो तर ट्राफिक थिएन कि कप्स थियो कि अनि त्यसपछि दुईजनाले च्याप्प समात्यो म खनक्क फर्क्यो मेरो पछाडि रनिङ हान्दै थियो तिमी पछाडिबाट आउँदै थियो कप्स भन्यो दुईजना भाग्यो त्यो त्यहीँ भयो म त सुस्त आउँदै थिएँ लास्टमा त ल ड्राइभर भाइ के भन्छ भनेको त त्यो उसमा के त्यो हामीले नम्बर प्लेट हालेको थियो नि त्यो ठाउँमा त के भन्छ भनेको त त्यसले त प्रजल दाइले त लास्ट जस्तो चलाहा दाइ यार मलाई झ्याउलाइसक्यो यस्तै हुन्छ भनेर जस्तो चलाउने हो कि माझी तलै लिन भागिस के भनेर भन्नु होइन त्योसँग त लाइसेन्स बुक छ नि तसँग पो छैन मलाई खोजेर आयो भन्दा नि मलाई यस्तो भनेको ब्लु बुक यहाँ रहेछ होइन पछाडिको गोजी खुल्ला रहेछ होइन अनि पछाडि खस्यो भनिदियो अनि यहाँ आइदियो लाइसेन्स ब्लु पनि खस्यो भनिदियो लाइसेन्स ब्लु खस्यो अनि त्यहाँ पड्काएको थियो नि त अनि म त आइदिएको म त चुप्प लाएर बसिदिएको कि अनि के भयो तिमीहरू त्यो साथीहरूलाई लिएर आउँछौ भन्यो मैले त ल सर लिएर आउँछु भने अनि फर्काएँ गइदियो तिनजनालाई बोलाहरू के भन्यो तँलाई विद्या कसम भगवान कसम के भन्यो तँलाई के भन्यो यसो भनेको थियो कि म गीत सुन्दै रमाइलो गर्दै आएको थिएँ टक्क के यसो बत्ती बाले साइडमा रोक्यो किन आएको साथीलाई समात्यो सिट काटेर राख्यो होला भनेर सोचेँ कि मैले त मेरो साथीलाई समात्यो भनेको त त्यो तिम्रो साथी हो भनेको कति कहाँ हो बस्ने महेन्द्र पुल तिमी त कति छिटो आयो त भनेको होइन म बगरबाट आएको म रोड साइडमा बसेको थिएँ भनेर त्यसपछि ओ त्यो तिनवटा साथीहरू बिलबुक हरायो भनेर खोज्न गर्छ बोला त्यसलाई फोन सर मेरोमा रिचार्ज छैन भने थियो मेरो फोनबाट त्यो त हरायो लाभा त मलाई डर लाग्थ्यो मैले कहिले तिनवटा टेक्स्ट पऱ्यो भनेको एकछिन तपाईँले फोन आने नि त्योहरू मैले मामा गरेको कि त्यो मैले भाग्यो त्यहाँबाट भाग्दिस सुन्न हिँड्थ्यो म्युजिक मुटु ढुकढुक भयो यहाँ चाहिँ हाम्रो ड्र्याग पुसी भाइ एकदम सेन्टी भइरहेछ होइन के भयो तँलाई
भोक लाग्यो तेरो फोन नभएर हो कि तमा हात चुटिन फिक्स कुरा हो कि नत्र यो हुक्का नढलेसम्म त यो बस्दै के अरे बसेको गर्थ्यो कि नभन्नु न अलि त्यो भ्लगमा काट्नै थियो लगेडा हो यस्तै छ इन्ड अफ द राइड ब्रेकमा केटा हो या हामी घरतिर जानुपर्ने हुन्छ अब एकछिनमा चाहिँ हामी निस्किने है केटा